खासै मेरो राइटिङ राम्रो छैन। एक क्लासमा पनि यही थियो, अहिलेको सम्म पनि यही छ, यस्तै छ। खास मेरो मैले लेखेको राइटिङ हेरेर त म डक्टर हुनुपर्ने हो। किन थाहा छ? किनभने मैले आफैले लेखेको राइटिङ म आफैले बुझ्दिनँ त डक्टरले बुझ्छ होला? मेन्सन गर्नु पर्यो साथीहरु। यस्तो छ, अहिलेसम्म पनि यस्तै छ। गाह्रो छ हौ मलाई। मेरो साथी एकजना हुनुहुन्थ्यो कुवेतमा पहिला, अनि हामी दुवैजना त्यहाँ इलिगलमा काम गरेको थियो। एकजना भाल्चेको साथी हुनुहुन्थ्यो, अनि उहाँको नाम चाहिँ चुनावले थियो। मलाई भेना भन्नुहुन्थ्यो, मैले सालो भन्थ्यो हैन। अनि एक दिन ऊ नेपाल जाने भन्यो र म नेपाल जान्छु, त्यहाँ पुलिस चेकिङ रहेछ, म हिँड्छु भन्यो। फरनेमा पुलिस चेकिङ भइराखेको रहेछ, अनि त्यहाँ गएँ। अनि अगाडि गएर मैले सिम अलग्गै मोबाइल अलग्गै खल्तीमा हालेर पठायो। अनि त्यहाँ भएपछि मैले हेरिराखेँ कुनाबाट, अनि ऊ चाहिँ गएर भन्यो। 5-10 मिनेटपछि त्यो पुलिसले फर्काइदिएछ। हुन त त्यहाँ मान्छे समात्न नै बसिरहेको थियो, फर्काइदिएछ। अनि ओइ किन फर्काएर आएको भने मलाई त नपठाउने रे, यो काम छैन भने मेरो उता अर्दिया के अरे अब्दलीमा काम छ, म तँलाई काम दिन्छु, मेरो फोन नम्बर लैजा। कहाँ यहाँबाट जाने रहेछ त, यहाँ एयरपोर्ट देखिस्, एयरपोर्टबाट जाने तेरो देश भनेर उसलाई कराएर पठाएछ। अनि दुईजना हिँड्दै गयो। अब के गर्नु त, यस्तै छ। हामी केही समय काम गर्यो, अनि पछि राम्रैसँग घर फर्क्यौँ इलिगल खोलेपछि। अनि राम्रैसँग काठमाडौँबाट हामी छुट्न सफल भयौँ। कुनै बेला हाम्रो योजनामा परमेश्वरको योजना विपरीत पनि हुनसक्छ, र हाम्रो योजनामा परमेश्वरको अनुग्रह छ भने हामी हरेक ठाउँमा सफलता पाउँछौँ है। त्यो भएको कारणले गर्दाखेरि तपाईँको जीवनमा आज दुःख छ भनेर तपाईँ नआत्तिनुहोस्, नहतारिनुहोस्। निश्चय नै एक दिन तपाईँको जीवनमा परमेश्वरले समय फर्काउनुहुन्छ। समय फर्काउनु र रोटी तताउँदै गर्दाखेरि फर्काउनुको कुनै समय नै लाग्दैन, तर हामीले उहाँको बाटो चाहिँ पर्खिनुपर्छ, जीवितहरूका परमेश्वर। किनभने उहाँले भन्नुभएको छ, मेरो इच्छा बिना त यो पृथ्वीमा एउटा भँगेरा पनि झर्दैन र तिम्रो केस पनि भुइँमा खस्ने छैन, तर त्योभन्दा पनि बढ्ता बहुत महत्त्वपूर्ण चाहिँ तिमीहरू हो भन्नुभएको छ। त्यसकारण परमेश्वरको महिमा गर्नुहोस्। सबैजनालाई जय मसीह।